हेलो गाइज दर्शक नमस्ते ढोकिया हामी बसेको बिल्डिङ यो 30 तलामा छ हामी जम्मा 36 तलाको बिल्डिङ छ है गाइज हामी बस्ने तला चाहिँ यो माथिको टपको 36 तला हो गाइज हामी यसो घुम्न जाँदैछौँ यसो बेलुका घुम्नलाई जाँदैछौँ समुद्रतिर हामी समुद्रको पनि भिडियो हालेको छौँ है गाइज यो चाहिँ हामी बाटामा जाँदैछौँ है अब समुद्रतिर अहिले हामी त्यो हाम्रो मेरो दाइले भनिसकेको छ हैन हामी बिल्डिङबाट एकछिनमा हामी समुद्र यो हाम्रो बिल्डिङ हो र एकछिनमा हामी समुद्रको छेउमा जाने अनि त्यसपछि फेरि तपाईहरुलाई समुद्र कस्तो के छ भने तपाईहरुलाई देखाउँछु है। हेलो हामी घुम्न जाँदैछौँ है यसो समुद्रको छेउ आइपुग्नु लाग्यो यताको दृश्य यस्तो हो यता पनि एउटा ठुलो त्यो टावर बन्दैछ हैन हामी जस्तै अहिले फाइनल भएको छैन अझै त्यहाँ बाँकी छ हाम्रो चाहिँ यो फाउ यहाँ बिरुवाहरू यस्तो छ हरियाली पुरै हरियाली बनाएको छ रुख हाम्रो नेपालमा चाहिँ हरियालीलाई फाड्छन् विदेशमा चाहिँ हरियाली बनाउँछन् फुटपाथमा हामी हिँड्दैछौँ यस्तै छ जिन्दगी हल्ले हिँड्यो गाइस हामी यतासम्म आएको छु हैन एउटा हाम्रो नेपाली सेक्युरिटी पोइन्टमा बसेर त्यहाँ बस्दैछु अहिले अनि के छ कता कस्तो भयो ठिकै छ खबर त मलेसियाको अवस्था कस्तो हो इन्जोय गरिरहेछ ठिकै हो इन्जोय गर्दै सुरुमा पनि हामी यता आउँदाखेरि नि सिनेमा हल जस्तै लाग्यो तर त्यति बेला नि सायद ओपनिङ मात्रै थियो कि सुरु पहिलेदेखि हो धेरै पुरानो भयो हामी यत्रो दिन आयो यता घुम्यो हैन मान्छे त मैले हामी देखेन मान्छे पहिलेदेखि आएदेखि कुन बेला सो लाग्छ के लाग्छ मलाई के पनि थाहा सो लाग्ने कुरा त सेक्युरिटीलाई सोध्दा भइहाल्छ नि हामीले हेर्ने फिल्म भए पो है भन्न यस्तो हो ल ठिकै छ आज पनि तपाईँहरूलाई मलेसिया मलक्का ठाउँमा एउटा सिनेमा हल रहेछ हैन अब सिक्युरिटीले सोधेको उहाँले भन्छ चाइनिज र तामिल र अर्को इङ्ग्लिस भाषामा मात्रै लाग्छ हैन अब त्यस्तो भाषामा छ भने हाम्रो कुनै कामै लागेन हैन हामी त बुझ्ने एउटा हिन्दी र नेपाली मात्रै हो इङ्ग्लिसमा त बुझ्नु त बुझिन्छु तर पनि प्रश्न बुझ्न अलिक यता यो फिल्म हल भनेको यही हो ल आयो फिल्म हल आइपुग्यो यस्तरी हाम्रो यिनीहरू विराटनगरतिर हल सिनेमा हल भइदियो भने म बनाउँछु अब गएर रमाइलो हुन्छ साथीहरू म नेपाल गएर यस्तो बनाउँछु टक्कसँग सिनेमा हल हो यो नेपाल गएर म सिनेमा हल बनाउँछु तपाईँ बनाउने हो हामी त मलाई चक्क पढ्यो क्या ल यहाँ पानी यस्तो आउँदैछ कि तलदेखि उम्रेर माथिबाट झरेर तलै आउँदैछ पानी यो उम्रेको पानी हो क्या जरो पानी नेपालमा चाहिँ जरो भन्छ यहाँ चाहिँ लाइनबाट आउने पानी हो कि ल बाबे हुन्छ म बनाउँछु गएर अब म बनाउँछु टेन्सन नलिनु छिर्ने ठाउँमा एसी राखेको छ हैन हाम्रोतिर यस्तो भइदियो भने त झन् मजा आउँछ यार दाजु रातिमा हामी त समुद्र आइपुग्यो हैन ढुङ्गाहरू छ नि त जहाजहरू हेर्दा भइहाल्यो नि पानी त जहिले देखेकै हो नि उता सब समुद्र ढुङ्गाहरू छ यता यस्तो छ हामी यतासम्म आइपुगेछौँ हैन यताको सबै बत्ती बन्द तर आज बत्ती बन्द रहेछ हैन अलि खासै त्यो मजा पनि आएन तर पनि हामी भिडियो मार्फतले तपाईँहरूलाई हेराउँछु हैन पहिला सबै यो उठ्यो सबै पुरेको छ अहिले उता पनि भत्का छ त्यहाँ थियो त्यो पनि भत्का छ होइन साथी हामी मेन भूत हो नि यार भूतबाट डराउँछ त मान्छेलाई हेर्नु त यार भूत आएको छ भूत उता समुद्र छ पर छ अहिले पुरै चलाएको छ र अब अलिकै पर साह्रो छ यार यो पुर्न पनि यो जुन तपाईँ लाइट देख्नुहुन्छ नि त्यो चाहिँ एउटा ठाउँमा सानो सर्ट त्यो रहेको छ होइन तिनीहरूमा त इन्टरनेसनल केही पनि गर्दैन त्यो लोकल मात्रै हो मलेसिया मात्रै हो होइन यो साथीहरू
यो 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 साह्रै छ उतापट्टि पहिला यहाँ अलि वरबाट थियो अहिले पर साह्रै छ हामी के पनि हेराउन सक्दिनँ तर पनि म सकेसम्म तपाईँ समात्नु होइन म पानीको आवाज लिएर आउँछु अलि ल यो रातिको समय भएर हामीले केही देखाउन पाएन होइन त्यसै लागि हामी अब बत्ती छ भनेर आएको थियौँ बत्ती रोइन्छ अब धेरै तल नजाऊ फेरि धेरै तल नजाऊ ऊ त्यो माछाले तान्ला माछाले तान्यो अरे विचार गर यही मान्छे यही ए धेरै तल नजाऊ ऊ परका बत्ती बलेको चाहिँ यो के भन्छ पानी जहाज भन्छ है भन्दो रहेछ होइन एउटा चाहिँ उता बत्ती नबालिरहेको छ ओ पर सबै बत्ती बलेको सबै पानी जहाज अलि मलाई डर लाग्यो होइन साथीहरू अलि मलाई डर लाग्यो रातिको समय छ होइन अब कतिवटा साँपडा निक्लिन्छ के निक्लिन्छ होइन अब यताउति भइदियो भने त गाह्रो हो नि फेरि लु यो सबै यो कालो चाहिँ समुद्र है पर बत्ती बलेको चाहिँ पानी जहाजहरू हुन् यो सब पानी जहाज हो यो यता थियो अगाडि अलि यो ढुङ्गा अलिक उता सारे छ है अब यहाँ बनाउने होला अब टुरिज्म क्षेत्र बनाउने होला यहाँ यसो केटाकेटी घुम्न आउँछन् डेटिङ गर्नलाई त्यो भएर पनि बनाएको होला यो ठुलो बिल्डिङ बनिँदैछ यताको चाहिँ फिल्म हल हो यो फिल्म हल भव्य है एउटा एकजनाको टिकट चाहिँ 300 रिङ्गेट पर्छ यो यसो फिल्म हेर्न औ दाइ मेरो त यो माइक्रोफोन त काम गरेन हो बत्ती त त्यो सुरुदेखि नै बन्द थियो अहिले भर्खर मैले बत्ती ओपन गरेँ म त अब ओपन गरेन भने के चाहिँ गर्नु तपाईँले अब यो बत्ती बलिरहेको छ होइन हरियो अहिले भर्खर मैले ओपन गरेको त अघि अफ गरेको अन गरेको थिएन खै मलाई थाहा भएन त्यस्तै यो गाइस यो जुन बत्ती बलिरहेको छ नि त्यो माइक्रोफोनको यो बन्द थियो होइन यदि मेरो आवाज पनि आइदियो भने नि त्यो मान्यता चाहिँ नलिनु होला होइन मेरो दाजु जे भन्ने थियो नि मेरो दाजुले भनेको होला होइन पहिले चाहिँ म त्यो आवाज सुनाउँदैछु होइन हेरिरहनु हो त्यस्तो हो समुद्रको किनारा होइन र म त्यो पनि भन्न चाहन्छु होइन आज त हामी रातिमा आयो होइन अब कुनै दिन यस्तो समय निकालेर हामी समुद्र छेउमा आउँछु र राम्रोसँग समुद्र र एउटा ठुलो के अरे त्यो चलचित्र हल रहेछ होइन यो ठाउँमा त्यो पनि हामी हेराउँछु यता त धेरै थुप्रो मान्छेहरू आउँछ नेपाली त आउँदैन नेपाली र चाइनिज धेरै प्रकारको मान्छेहरू आउँछ होइन त्यही भन्न चाहन्छु अब रातिमा त म पनि एउटा कालो वाको भन्ने अब तपाईँहरू सोच्नुहुन्छ कि यो मान्छे कहाँको कालो मान्छे हो नि यार कहाँको मान्छे भन्ने तपाईँ सोच्नुहुन्छ होइन जो कालो अन्यथा चाहिँ नलिनु होला होइन अब हामी चाहिँ भगवानको सानो है गाइस हामी चाहिँ समुद्रबाट टाढा गइदियो होइन ल यस्तो छ यो ठाउँ ल दाइ आउँदै गर्नु यतातिर होइन अब हामी पनि कति हेर्न सिक्छ अब जनालाई यो समुद्र देखाएको छ यो बत्ती बलेको चाहिँ पानी जहाज मेरो दाजुको रहर थियो कि समुद्रतिर जाउँ भनेर होइन तर पनि हामी रातिमा आइयो समय भेट्टाएन होइन अब भोलि होस् कि भोलि पर्सि होस् हामी फेरि यस्तै भिडियो बनाएर तपाईँहरूको लागि लिएर आउँछु होइन हामी प्राय मलेसिया र काम गर्ने चाहिँ द कफी बिन हो होइन साथीहरू अब त्यतिकै बुझ्नु होला हामी पनि एउटा तपाईँहरू जस्तै हो तर पनि अलि मेरो डोक्रा टी च्यानल हो युट्युब च्यानल हो होइन र मेरो एउटा दाइको फेसबुकमा धेरै भिडियोहरू पोस्ट गर्छ होइन उहाँको भिडियोहरू हेरेर सेयर पनि गर्नु होला कमेन्ट पनि गर्नु होला साथै सपोर्ट पनि गरिदिनु होला होइन म यही तपाईँहरूसँग म चाहन्छु होइन यतिसम्म गरिदिनु होला प्लिज ल गाइज आजलाई बाई बाई ल फेरि भेटौँ ल है त गाइज बन्द नगर्नु नि भिडियो त्यो त्यही गरेर राख्नु होइन हामी त यो बाटो हुँदै आएको होइन चाहिँ जाने कुन बाटो हुँदै भन्नु नि यही बाटो जाउँ न यतैबाट जाउँ भइहाल्छ म यो बाटो जाँदिनँ बरु त्यो बाटो जाउँ बन्द छ क्या अब फिल्म सुटिङ गर्न ततिर जाउँ ल यताबाट जाउँ साथीहरू हामी अहिले फिल्म सुटिङ गर्ने ठाउँ पनि हेराइदिन्छु पहिला त यहाँ सबै हेरेर पाउँथ्यो सबै राखेको गर्छ हामी यतासम्म आएको छौँ अहिले होइन हामी अब रुम फर्किँदैछौँ गाइज हामी अहिले रुमतिर जाँदैछु हामी त्यहाँ सेक्युरिटीसँग एकछिन भेट हुन्छौँ
उता नेपाली सिक्युरिटीहरू हुन्छ होइन। मलेसियामा त प्राय ठाउँमा त नेपाली सिक्युरिटी मात्रै हो होइन। अब त्यसमा जाँदैछु के कस्तो छ भनेर यताको माहौल। ल साथीहरू हामी अब यतासम्म आएको होइन। हामी रुम फर्केको गाइज। उता चाहिँ एउटा नेपाली साथी नै थियो, उहाँ चाहिँ ड्युटीमा व्यस्त थियो भनेर। अब सबैको एउटा के अरे सबैको एउटा के हुन्छ अरे ड्युटी गर्नु पर्यो, ड्युटीमा पैसा एउटा दिएको छ, कर्तव्य हुन्छ होइन। कर्तव्य पुरा अब गर्नु उहाँहरूको ड्युटी, उहाँ चाहिँ ड्युटीमा हुनुहुन्छ होइन। अब सेक्युरिटीको हामीसँग ड्युटी। बोलिदियो भने अहिले गाह्रो पनि पर्न सक्ला होइन। अब चारैतर्फ नै क्यामेरै नै छ, त्यही भएर उहाँ चाहिँ धेरै बोल्न सकेन। जता क्यामेरा छैन भन्नु उहाँ चाहिँ खुलेर कुरा गर्छ, तर यतासम्म चाहिँ कुरा गर्न सक्दैन। यो ठाउँ चाहिँ यस्तो रहेछ होइन, क्यामेरै छ है पार्किङ। त्यही भएर उहाँले भनेको म केही बोल्नु चाहन्न। यता चाहिँ मान्छे चाहिँ आएको गर्छ, त्यही भएर है। यो चाहिँ चार्जिङ स्टेसन, यो गाडी चार्ज गर्ने उठ्यो। यो चाहिँ तपाईँ देख्नुहुन्छ होइन, यो गाडी चार्ज गर्ने एउटा चार्जिङ इभी, यो एटिएम नै भनौँ न यार। म त एटिएम नै भनिदियो नि। अब हामी चार्ज गर्दाखेरि के गर्नुपर्छ त, एटिएम जानु पर्दैन त। त्यस्तै गाडी चार्ज गर्नलाई उता जानुपर्छ है। हामी कता कता घुमिरहेको छौँ साथीहरू होइन। कस्तो कस्तो दाइ तपाईँ के भन्नु चाहनुहुन्छ? बिरुवाहरू छ, पार्किङहरू छ। हाम्रो नेपालमा पनि काहीँ केही भवनहरू बनाउँदाखेरि बोट बिरुवाहरू रोप्ने वातावरण गरौँ, वन फाड्नेतिर नजाउँ, बढाउनेतिर जाउँ। र अर्को कुरा के छ भन्दाखेरि नि, अब यस्तो लगाइदियो भने तल एउटा चाहिँ लाइट लगाउनु पर्छ होइन, टर्च जस्तो लगाउनु पर्छ होइन। किनभने नि यो टर्चले भोटलाई मात्रै रोकिएको छ होइन। अलि एउटा देख्ने चाहिँ अर्कै एउटा हेर्नु त। यो चाहिँ रुख रहेछ, तितिरीको रुख छ है गाइस। तितिरी हो, तितिरी फलिरहेको छ। हाम्रो नेपालमा चाहिँ रुख लडाइ गर्छ नि, यहाँ चाहिँ यसरी राख्छ नि जग्गाएर। तितिरीका रुख छन्, तल बत्ती बाल। हेलो गाइस, हामी घुमेर घुमेर अब हामी रुम जाँदैछु। हाम्रो रुम चाहिँ त्यो हो है, त्यसको पनि जम्मा 36 तला छ। 36 तला 30 तला चाहिँ हामी बस्छौँ है, एकदम स्पेसल छ रुम। ल साथीहरू अहिले यो बिल्डिङ देखाउँदैछु होइन, र तपाईँ मेरो अवस्था पनि देख्न सक्नुहुन्छ कि म उल्टै हिँड्दैछु होइन। यो मेरो बिल्डिङ चाहिँ देखाउनुको कारण हो। र एकछिनमा त्यो बिल्डिङमा के सिस्टमहरू दिएको छ त्यो पनि म हेराउँछु होइन। मेरो दाइ चाहिँ उतै रह्यो होइन। दाजु आऊ न, म एकछिनमा पुग्छु होइन बिल्डिङमा। त्यो टोटल चाहिँ 36 तला हो। आऊ न यता हो, टोटल 36 तला हो। 36 तला पुगेपछि तपाईँलाई सबै सिस्टमहरू हेराउँछु है। साथीहरू बल्ल हामी आफ्नो ठाउँ पुगेको छु होइन। हामी होस्टेल आइपुग्यौँ। होस्टेलको तल भुइँमा छौँ, ग्राउन्ड फ्लोर। दाजु हामी कहाँसम्म आएको छौँ अहिले? हामी होस्टेल आइपुग्यौँ, ग्राउन्ड फ्लोर। कहाँ छ हाम्रो होस्टेल? यो माथि हो, माथि टपमा। माथि यो हो। हो, माथिको बत्ती बलिरहेको छ त्यो। ल अब के गर्नुपर्छ हामीलाई? अब हामी उता सेक्युरिटीलाई भेट्ने, लिफ्ट चढ्ने, खुर्र र कार हान्ने हो, जाने। ठिकै छ, अँध्यारो चाहिँ बत्ती रहेछ अहिले त। हामीसम्म यतासम्म आइसक्यो होइन। के न छ नि त्यहाँ पछि खेल्ने ठाउँ छ नि। अरू सधैँ त बत्ती हुन्थ्यो, बत्ती छैन अहिले त। बत्ती सबै बन्द गरिराख्यो। त्यो सुटिङ गर्नलाई के थाहा भएन। अहिले जाने कहाँ हो? त सुटिङ भनेर कमिङ छ भनेर ल्याएको चाहिँ के हो? यही हो साथीहरू हाम्रो बिल्डिङ होइन। एकछिनमा हामी छिर्छु भित्र। दाइ सेक्युरिटी दाइ छ एउटा, उहाँसँग केही कुराहरू गर्दैछ होइन। एकछिनमा हामी छिर्छु है।